धेरै डिस्कसन चाहिँ एनआरएन कार्डको बारेमा पनि आयो र हो साँच्चैकै यो ढिलो भएकै हो र अहिले चाहिँ बल्ल एउटा अलिकति स्थायी सरकार आयो कि भनेर यो कामले चाहिँ गति पक्रेको चाहिँ छ। यो हामीले संविधान लेख्दा पनि म त्यहाँ थिएँ, संविधान पास हुँदा पनि थिएँ, बिचमा चाहिँ थिएन। तर बिचको गभर्मेन्टहरूले चाहिँ यसमा अलिकति ध्यान पुर्याउन नसकेको हो र यो गभर्मेन्टहरू चाहिँ एकदमै अस्थायी हुने, एकदमै इन्स्टेबिलिटी हुने, एउटा अलिकति रफ्तार पक्रिन लायक अर्को गभर्मेन्ट बन्ने, यो कारणले पनि अहिले चाहिँ दुईटा ठुलो पार्टी मिलेर हामी यहाँ सबैजना नेपाली कांग्रेसकै छौँ, हामी एकदमै प्रतिस्पर्धी दलले मिलेर गभर्मेन्ट बनाउनु परेको कारण पनि यही हो। किनभने गभर्मेन्टले एउटा आर्थिक सामाजिक जुन रूपान्तरण हामीले खोजेका थियौँ देशभित्र त्यो हुन सकेन कि भन्ने हामी सबैलाई लागेर ल पछि चुनावमा देखा जाएगा, अहिले मिलेरै चलाऊँ भनेर चलाएको छौँ। र यो एनआरएन को कार्ड सम्बन्धी पनि अब यहाँ हाम्रो पार्टी सभापति, उपसभापति, गृहमन्त्रीज्यू, महामन्त्रीज्यूहरू, हाम्रो सहमहामन्त्रीज्यूहरू सबैजनाले पनि यसमा तपाईहरुकै फिडब्याक धेरै आएको भएर र गभर्नमेन्टको साझेदारी पार्टीहरूले पनि यसमा पहल गरेरै अहिले ड्राफ्ट प्रोसेस चलिरहेको छ। हामीले गैर आवासीय नेपाली नागरिकता वितरण गरिरहेका छौँ, तर हामीले गैर आवासीय नागरिकता वितरण गरिसकेपछि त्यो नागरिकता जस्तैको अनुभव गर्न पाउनु भएको छैन साथीहरूले। मैले बुझेको, हुन त पाइसक्नु भएको साथीले कस्तो अनुभव गर्नु भएको छ आफ्नो ठाउँमा होला, तर मैले बुझ्दै गर्दाखेरि, मैले अनुभव गर्दै गर्दाखेरि जसले गैर आवासीय नागरिकता लिइसक्नु भएको छ उहाँहरूले त्यसको कुनै खासै अनुभव गर्नु पाउनु भएको छैन व्यवहारमा। किन भन्दाखेरि उदाहरणको लागि गैर आवासीय नागरिकता लिनुहुन्छ, लिइसकेपछि यहाँ एउटा टुक्रा जग्गा किन्नु पर्यो भने आयो भने त्यो गैर आवासीय नेपाली नागरिकता लिएको साथी आउनुभयो भने त्यो नागरिकताले काम गर्दैन। त्यसमा के भन्छ, उहाँलाई लिन खोजेन परराष्ट्र मन्त्रालय जाऊ, भूमि सुधार मन्त्रालय जाऊ, अनि कहाँ घुम्ने हो। अनि यस्तो दुःख दिने एउटा टुक्रा जग्गा गैर आवासीय नेपाली नागरिकता भएको साथीले लिन खोज्दाखेरि, किन्न खोज्दाखेरि यति दुःख हुन्छ भने ठुलो उद्योग खोल्न खोज्यो भने के होला। चाहे खाडी मुलुकमा गएर मजदुरी गर्ने मानिसहरू हुन्, चाहे अस्ट्रेलियातिर गएर ठुलो व्यापार गर्ने साथीहरू हुन्, चाहे जापानतिर, अमेरिका, युरोपतिर पुगेका साथीहरू हुन्, एउटा कमन सोच छ, त्यो नेपाल राम्रो बनोस्, सुन्दर बनोस्, सबल बनोस्, नेपालको छिटै समृद्धि प्राप्त गर्न सकोस् भन्ने सोच छ। त्यसमा तपाईहरूलाई बाहिर जाने सबै साथीहरूलाई जोड्नुपर्छ भन्ने विचार संविधान निर्माण गर्दा संविधान सभामा उठेको थियो। त्यसैले एनआरएनले त्यस बेला दिएको कन्सर्नलाई हामीले संविधानमा सम्बोधन गर्ने प्रयास गऱ्यौँ। अहिले त्योसँग जोडिएका कानुनहरू ल्याएर पनि अझै राम्रै जोड्ने प्रयास सरकारले, पार्लियामेन्टले गरिराखेको छ। यी समग्र विषयमा तपाईहरूले एउटा सुझाव, एउटा कङ्क्रिट सुझाव दिनुभयो बुँदागत रूपमा भने हामी त्यसलाई अगाडि बढाउने प्रयास गर्नेछौँ। र आजको सन्दर्भमा अब आज हामी नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई हामीले अवलम्बन गरेका छौँ। संविधान सभाद्वारा संविधान निर्माण गरेका छौँ। म जनसम्पर्क समन्वय विभागबाट म 3टा कुरालाई मात्रै भनेर म टुङ्गाउँछु। एउटा कुरा के भनेदेखि जनसम्पर्क समन्वय विभागले संसारमा रहेको हाम्रा नेपाली दाजुभाइहरू, खास गरेर नेपाली काङ्ग्रेससँग सम्बन्धित सरकार राख्ने दाजुभाइहरूको 2-3 किसिमको भूमिकाको लागि हामी अनुरोध गर्दछौँ। एउटा, नेपालमा डेमोक्रेटिक सिस्टम छ, अहिले खास गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा जोड दिएर भन्न चाहन्छु। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ त्यसको पक्षमा राजनीतिक रूपले जनमत र समर्थन सृजना गर्नको लागि म अनुरोध गर्न चाहन्छु, नम्बर 1। दोस्रो कुरा, नेपालको आर्थिक प्रगतिमा प्रवासमा बस्ने नेपाली दाजुभाइहरूको तर्फबाट वैचारिक अथवा आर्थिक जे योगदान हुन सक्छ त्यस्तो भूमिकाको लागि पनि म अनुरोध गर्न चाहन्छु। र तेस्रो कुरा, 2084 मा हुने नेपाली काङ्ग्रेसको चुनावमा तपाईहरूको बाहिरबाट र देशभित्रबाट नेपाली काङ्ग्रेसको पक्षमा
मतदान कसरी हुनेछ त्यसको लागि पनि सहयोग गर्न सक्रिय भइदिनको लागि अनुरोध गर्दछु। आज 46 वर्ष अगाडिको अवस्था हामीले यो संसारमा यो बहसको विषय बनाउनु पर्यो। त्यस दिन मेरो ध्यान आकर्षण गरेर हाम्रा जनसम्पर्क आदरणीय सभापतिजीहरूलाई अझ व्यापक रूप बनाउनु पर्यो। एउटा हेर्नुहोस् स्थिति, जलस्रोतको अवस्था के थियो, सडकको अवस्था के थियो, खानेपानीको अवस्था के थियो, स्वास्थ्य अस्पताल कति थिए, युनिभर्सिटी कति थिए, ब्याङ्कहरू कति थिए, देशको सडकको अवस्था कस्तो थियो, संसारको अवस्था के थियो, स्वास्थ्यको यी सारा कुराहरू 46 अगाडिको अवस्थाको आज हेऱ्यौँ भने आकाश पातालको अन्तर छ। तर जनताको अपेक्षा अनुसार जुन गतिमा हामी यसलाई लिएर जानु पर्थ्यो त्यहाँनिर हामी चुकेका छौँ। त्यो स्वीकार्नुपर्छ। गरेको कुरा देखाउनु पर्यो, भएको कमजोरी स्वीकार्नु पर्यो। अहिलेको जमानाले, अहिलेको युवाले, अहिलेको नेपालीले खोजेको थियो। यसतर्फ हामीले चाहिँ हाम्रा जनसम्पर्क समितिहरू मार्फत हामीले पार्टीले पनि ती कुरा दस्तावेज तयार गरेर संसारमा पठाउनु पर्यो। अभियान त्यो बारेमा अगाडि लिएर जानु पर्यो। यो बारेमा हाम्रो चाहिँ कमी भएको छ, कमजोरी भएको छ। यसमा हामीले पार्टीको केन्द्रले, प्रदेशले, जिल्लाले, क्षेत्रले, सबै तहले यो बाटोमा हामी जानुपर्ने अवस्था छ। पञ्चायतको बेलामा विदेश जाने भनेको कुरा अर्कै थियो, सोच्नै नसक्ने अवस्था थियो। पासपोर्टको व्यवस्थै थिएन भने हुन्छ। डेमोक्रेसी आयो, पासपोर्ट बढ्यो, सबै कोही विद्यार्थी भिसामा, कोही वर्किङ भिसामा, के भिसामा गरेर अहिले संसारभरि अमेरिकादेखि, युरोपदेखि, जापानदेखि, खाडी मुलुकदेखि सम्पूर्ण ठाउँमा फैलिएर बसेको छ। हाम्रा नेपाली युवाहरू करिबन 25% भन्दा बढी विदेशमा छन् र के भनेदेखि जनसङ्ख्याको ठुलो अंश विदेशमा छ। यो जनसम्पर्क समितिले राम्रोसँग ठाउँ-ठाउँमा जनसम्पर्क समितिले राम्रो अर्गनाइज गर्यो भने त्यसको प्रतिफल अत्यन्त राम्रो हुन्छ भन्ने मैले देखेको छु। गत चुनावहरूमा के देखियो भने छोराहरूले जे निर्देशन गर्यो, बाहिर बस्ने अरूले जे निर्देशन गर्यो, किनभने उसले पैसा पठाइदिन्छ, हातमुख जोड्छ, सबै काम गर्छ, घरको श्रीमती होस्, आमा होस्, बाउ होस्, सबै होस्, त्यो बाहिरबाट निर्देशन जे आउँछ त्यही चिन्हमा भोट हाल्ने प्रक्रिया पनि चलेको छ। त्यसले गर्दा समस्या सबै ठाउँमा छ होला। हाम्रो जनसम्पर्क समिति अमेरिका, युरोप, जताततै जापान र के भनेदेखि खाडी मुलुक सबै ठाउँमा फैलिएको छ, भिजेको छ। म हार्दिक शुभकामना के दिन चाहन्छु भने यो विभागले, किरण पौडेलजीको समितिले राम्रो सङ्गठन गरेर र भविष्यमा हुने हाम्रो पार्टीको समर्थनमा एउटा जनमत तयार गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै सबै साथीहरूलाई, सबै देश विदेश हुने सबै साथीहरूलाई के भन्दाखेरि म हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।